नमस्कार नेपाल आइभीएफ। हामी कहाँ एक दम्पति आउनु भएको थियो। श्रीमानको 11 मिलियन काउन्ट र 25% एक्टिभ मोटिलिटी देखियो र श्रीमतीको ओभुलेसनमा प्रब्लम देखियो। नलीको जाँचमा दुवैतिर नली खुला देखिएपछि हामीले ओभुलेसन इन्डक्सन विथ आइयुआई को सल्लाह लियौं। अन्डा रेडी भइसकेपछि फुटाउने सुई लगाई आज हामी उहाँको आइयुआई गर्न जाँदैछौँ। सबैभन्दा पहिला हामी यहाँ सामान रेडी गर्छौं। यसमा 1 ml सिरिन्जमा आइयुआई क्याथेटरलाई हामी फिक्स गर्दैछौं र स्पोन्ज होल्डिङ फोर्सेप्स र स्पेकुलमलाई पनि रेडी गर्छौं। यहाँ नर्मल सलाइन सल्युसनले क्लिन गर्दैछौं। अब स्पेकुलमलाई पाठेघरको मुखमा फिक्स गर्छौं र यहाँ पनि हामी नर्मल सलाइनले पाठेघरको मुखलाई क्लिन गर्छौं। अघि फिक्स गरेको क्याथेटर र सिरिन्ज लिई प्रिपेयर गरी कन्फर्म गरेको स्याम्पल सिरिन्जमा तान्छौं। यसमा कुनै पनि एयर बबल्स हुनु हुँदैन। यसरी लोड गरेको स्याम्पल पाठेघरको मुखबाट इन्टर्नल ओएसमा क्याथेटरको मद्दतले नेगेटिभ प्रेसरमा राख्छौं। स्याम्पल राखिसकेका छौं र यसरी हाम्रो आइयुआई भएको छ। यसरी लोड गरेको स्याम्पल पाठेघरको मुखबाट इन्टर्नल ओएसमा क्याथेटरको मद्दतले नेगेटिभ प्रेसरमा राख्छौं। यसरी आइयुआई गरिएको छ।